हेलो साथीहरु, गुड इभिनिङ है साथीहरु, हजुरहरु सबैजनालाई है। म चाहिँ अब बेलुकाको काम स्टार्ट है। यो चाहिँ मेरो नानीको लागि है। नानीको लागि के पठाउँदै छु त भन्दाखेरि चाहिँ दुईटा चोकोपाई है, दुईटा बक्स, एउटा डाइजेस्टिभ बिस्किट, न्युटेला कच्चार मैले बनाएको, तर खासै राम्रो चाहिँ भएन साथीहरु, र पनि केही छैन है, ठिकै छ। अन्त यो एउटा सिप लिएको छु। अन्त यो भयो 2 किलो चिकनको अचार साथीहरु, यो चाहिँ एकदम ड्राईमा बनाइदिएको छु। अन्त यो चाहिँ भन्नुहुन्छ नि तपाईको टिप्टिसको बिस्कुट छ साथीहरु, ठुलोमा हैन। अन्त 12 पिस भइरहेको छ साथीहरु। यो चाहिँ अब भोलि नानीलाई कोरियर गरिदिनु पर्ने छ साथीहरु हैन, कानपुर गएर। अन्त 2-4 दिन पुग्छ होला साथीहरु। त्यसै साथीहरु, नानीहरु टाढो छ नि त, त्यसैले गर्दाखेरि चाहिँ पठाइदिनु पर्छ साथीहरु। हामी त है जसो यहाँ चलिहाल्छ साथीहरु, अब नानीहरुलाई पठाइदिनु पर्यो हैन, पाउँदैन। त्यसैले कस्तो साथीहरु, मेरो चाहिँ यस्तै छ आजको काम है। बजार गयो, नानीलाई यही सामानहरु ल्याइदिएको। भ्यू पनि भन्दै थियो, भ्यू चाहिँ बिर्सेछु ल्याउन। अब भ्यू चाहिँ नानीहरुले अनलाइन मगाएरै खाओस् है। भ्यू चाहिँ अब बस्तीको पाएन, त्यसैले गर्दा ल्याएन पनि साथीहरु। त्यसो अब प्याकिङ गरेर भोलि चाहिँ पठाइदिने साथीहरु। हस् त साथीहरु, हजुरहरु सबैजनालाई फेरि पनि गुड इभिनिङ भन्दै अहिले यति भन्न चाहे साथीहरु। धेरै धेरै धन्यवाद।